हेलो गाइज ल आज हामी चाहिँ अल्कोर पर्पल आइल्यान्डतिर यसो जाँदैछौँ मलाई आजको भ्लग चाहिँ अब हाम्रो यसो त्यहाँ नेचुरल पार्क जस्तो छ समुद्रमा त्यहीँको दृश्य देखाउन गइरहेको छु र हामी निस्किँदैछु यहाँनिर रुमबाट अब एकछिनमा हामी पुग्छौँ त्यहाँनिर हाम्रो रुमबाट चाहिँ जम्मा 20 देखि 25 किलोमिटर छ त्यहाँनिर तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर रुखहरू कति धेरै रुखहरू छ यहाँनिर सेम नेपाल जस्तै जङ्गलको भाइब आउँछ यो देख्दाखेरि यो चाहिँ नेपालमा जस्तै ठुला रुखहरू छन् यहाँनिर धेरै वर्षदेखि लगाइएका जसले चाहिँ हरियाली पुरा दिएको छ मरुभूमिको ठाउँमा जुन चाहिँ हेर्दाखेरि कति आनन्द आउँछ अहिले चाहिँ हामी जाँदैछौँ यहाँनिर अब हामी नजिक पुग्न लागिसकेको छ अब लगभग 5 देखि 10 किलोमिटर होला अब हामी एकछिनमा हामी पुग्नेछौँ आइल्यान्ड त्यसपछि आइल्यान्डको हामी तपाईहरुलाई देखाउनेछु त्यहाँको ब्युटी र धेरै अरू कुराहरू हेरेर बस्दिनु होला सँगै जोडिएर बस्नु होला र राम्रो राम्रो ठाउँहरू देखाउने छौँ हामी अहिले चाहिँ अब ठ्याक्कै हामी आइपुगेको छौँ यहाँनिर ठाउँमा र यहाँबाट हाम्रो ब्लग सुरु हुनेछ नयाँ ठाउँ देखाउनलाई यहाँ तपाईँले देख्न सक्नुहुन्छ हरियाली र यो काठको पुल समुद्र यहाँ डेजर्टमा बनेको टापुहरू जहाँ चाहिँ पहाड जो देखिन्छ त्यहाँबाट भ्यू चाहिँ दामी देखिन्छ तपाईहरु जोडेर बस्नु होला तपाईहरुलाई सबै कुरा देखाउने छु लास्टसम्म भिडियोसम्म जोडेर बस्नु होला राम्रो राम्रो चिजहरू हेर्नको लागि देख्यो अहिले चाहिँ म यहाँनिर पर्पल आइल्यान्डमा छु आजको भ्लग हामी यहाँ देखाउने छु यहाँनिर यो सबै समुद्रलाई यहाँनिर रुखहरू जस्तो लाएर सानो बिरुवाहरू लाएर ग्रिनरी दिएको छ यहाँनिर यहाँ चाहिँ धेरै स्पिसिसहरू राखेको छ यहाँ माछाहरू क्र्याब अरू पनि धेरै कुराहरू छ यहाँनिर चाहिँ कतारको यो डेजर्ट जस्तो ठाउँमा समुद्रलाई यो पानी सुकाएर अलिकति राम्रो सेप दिएर ग्रिनरी पुरै बनाएको छ हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ दोहाबाट लगभग 40 to 50 किलोमिटर होला यहाँनिर यो चाहिँ अल्कोरमा रहेको यो पर्पल आइल्यान्ड भन्छ यसलाई चाहिँ यहाँनिर यहाँ चाहिँ छुट्टीको दिन घुम्नलाई रिफ्रेसमेन्टको लागि आउनलाई एकदम राम्रो ठाउँ रहेको छ यो नेचुरल ब्युटी टाइपको देखिन्छ यहाँनिर सबै ग्रिनरी छ जस्तै हाम्रो देशको जस्तो एकदम घना जङ्गल जस्तो हेर्न चाहनुहुन्छ भने यो ठाउँ आउन एकदम बेस्ट हुन्छ यहाँ जङ्गल जस्तै देखिन्छ पुरै हो हेर्न सक्नुहुन्छ मेरो पछाडि पुरै यो जङ्गलको सेप छ यहाँनिर पानीको बिचमा यहाँ रुखहरू लाएर पुरै जङ्गलको सेप छ यहाँनिर अनि यो चाहिँ यो काठको ब्रिज छ यहाँनिर यो बिचबाट हामी हिँडेर जान सकिन्छ यहाँनिर काठको ब्रिज हुँदै हामी अब समुद्रमा टक्क जान सकिन्छ यो चाहिँ क्र्याब पनि छ यहाँनिर सानो छ अहिले चाहिँ
मान्छेहरूलाई यसो घुम्नको लागि यहाँ छाहारीको जस्तो ठाउँ पनि बनाइदिएको छ यहाँनिर, जहाँ आएर रेस्ट गर्नु सक्नु दिउँसो। अहिले पनि यहाँ गर्मी नै छ, गर्मीको महिना हो अहिले। बेलुकाको 4:30 बजिसकेको छ, तर पनि गर्मी, व्यापक गर्मी छ यहाँनिर। अब अक्टोबर लागेपछि चाहिँ अलि शीतल हुन थाल्छ यहाँनिर, जाडो जस्तो। दिउँसो घुम्न नसक्ने अवस्था छ यो ठाउँमा, तर बिहान र बेलुका आउँदा चाहिँ राम्रो हुन्छ। यहाँ माछाहरू टन्नै छ, यहाँ माछाहरू हेर्न सक्नुहुन्छ, यहाँ सानो अहिले चाहिँ यो काठको पुलबाट हामी यहाँनिर पानी तरेर जाँदैछु भन्नु पऱ्यो। अब अगाडि चाहिँ त्यहाँनिर अगाडि समुद्र छ र यहाँ सानो सानो पहाड जस्तो सेपमा ढुङ्गाको ठुल्ठुलो एउटा चट्टानहरू जस्तो पनि छ यहाँनिर। यो चाहिँ पहाड जस्तै छ यहाँनिर, ढुङ्गाको ठुल्ठुलो चट्टानहरू। यो चाहिँ पुरै यस्तो ग्रिनरी, डेजर्ट जस्तो ठाउँमा यस्तो ग्रिनरी हेर्न चाहिँ एकदमै मनै रमाइलो लाग्ने, किनकि डेजर्ट जस्तो ठाउँमा यस्तो रुखहरू देख्न भनेको एकदम राम्रो चिज हो। पानी चाहिँ धेरै जस्तो सुकिसकेको रहेछ। यहाँ पानी कहिलेकाहीँ एकदमै माथि हुन्छ, पानी एकदम धेरै हुन्छ। आज चाहिँ पानीको बहाव अलिक कम रहेछ। गर्मी महिनामा यो बाटो बिचबाट हिँड्दाखेरि धेरै गर्मी भएर गाह्रो हुन्छ। छारी छैन, छारी नभएकोले बिचमा चाहिँ यस्तो सानो सानो टावर जस्तो बनाइदिएको छ, जहाँ चाहिँ एकछिन रेस्ट गर्दै अगाडि बढ्न सजिलो हुनलाई। एकछिन बिचमा टक्क रेस्ट गर्ने, पुरै चारैतिरको दृश्य अवलोकन गर्दै अनि फेरि अघि बढ्ने। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, निकै मानिसहरू आउने गर्छन् यो ठाउँमा घुम्नलाई, यो सेपहरू हेर्नलाई। अब म पनि त्यही ठाउँमा जाँदैछु। त्यो माथिबाट तपाईँहरूलाई भ्यू देखाउने छु। यो माथिबाट कस्तो देख्दा रहेछ जङ्गल र यो समुद्र, जहाँ खोलाको सेप पनि दिएको छ। अहिले अब बेलुका रात पर्ने बेला भएकोले अब अँध्यारो हुन्छ 1-1.5 घन्टाभित्र। फोहोरहरू व्यवस्थापन गर्नलाई बनाइएको चिजहरू, जहाँ चाहिँ फोहोर गर्न पाइँदैन, फोहोर राख्ने ठाउँहरू बनाएको छ। सरसफाइलाई एकदम ध्यान दिएको छ यो ठाउँमा सरकारबाट। चाहे सिटी होस् या डेजर्ट होस् या सी, हरेक ठाउँ क्लिननेसलाई चाहिँ एकदमै ध्यान दिएको हुन्छ, जहाँ चाहिँ हरेक मानिसहरू आएर घुमेर फोहोर नगरोस् भनेर क्लिनरहरू राखिएको हुन्छ। क्लिनरले आफ्नो सरसफाइलाई एकदम ध्यान दिएर यस्तो ठाउँमा कति मानिसहरू आउँछ, तर पनि हेर्नु सरसफाइ कति दामी छ यहाँनिर, क्लिन छ, पुरै क्लिन।
यहाँको मरुभूमि यस्तो हुन्छ कि यो यहाँनिर रुख बिरुवाहरू उम्रिनलाई एकदम गाह्रो हुन्छ, एकदमै गाह्रो, किनकि यो ढुङ्गाको सेपमा बनिएको हुन्छ। डेजर्ट पनि बालुवा पनि हाम्रो देशतिरको त्यो बालुवा जस्तो होइन, यहाँको डेजर्टको बालुवा भनेको अर्कै टाइपको हुँदो रहेछ, जहाँ चाहिँ रुख बिरुवाको लाइफ एकदम इम्पोसिबलै जस्तो देखिन्छ। हेर्न सक्नुहुन्छ पुरै डेजर्टको अब यहाँ टक्क बिच जस्तोमा समुद्र। गर्मी एकदम निकै गर्मी छ, यहाँ हेर्न सक्नुहुन्छ पसिनाले पुरै भिजिसकेँ म। यस्तो बेलुका अब रात पर्ने बेलामा पनि गर्मी कुरै नगरे पनि हुन्छ, लास्टै गर्मी हुन्छ यो ठाउँमा। तर पनि म अघि बढ्दैछु समुद्रको छेउमा, अलिक शीतल होला कि त्यहाँनिर। तपाईँहरू जोडेर बसिराख्नु होला, हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। योभन्दा राम्रो राम्रो ठाउँहरू देखाउने छु, कतारको अरू ठाउँ पनि देखाउने छु, राम्रो घुमेर डुलेर नयाँ नयाँ ठाउँहरूको तपाईँहरूलाई जानकारी दिनेछु, जहाँ तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ। गर्मी यति गर्मी छ हैट। अब म चाहिँ समुद्र लगभग आइपुगेको छु यहाँनिर समुद्रमा। मेरो पछाडि चाहिँ समुद्र छ यहाँनिर। यहाँ हेर्नु समुद्रमा यहाँ रुखहरू कस्तो दामी भएर उम्रेको छ यहाँनिर। पुरै जङ्गलै देखिन्छ यहाँनिर, भित्र छिर्न पनि डर लाग्दो। यहाँ यस्तो छ, यहाँ यस्तो छ, यो फरक भनेको डेजर्टको। यहाँ यस्तो हेर्नु त, यस्तो चट्टान छ यहाँ ढुङ्गाको, जहाँ केही देखिँदैन यहाँनिर। र यहाँ हेर्नु त पानी भएपछि पानीमा जीवन, यसलाई भन्छ पानीमा जीवन छ भनेर। पानी भन्ने ठाउँमा यस्तो छ, पानी नहुने ठाउँमा केही पनि छैन। पानी भएपछि सबै चिज राम्रो देखिने। हेर्नु यस्तो ग्रिनेरी पानी हुने ठाउँमा, पानी नहुने ठाउँमा केही छैन, यस्तो छ डेजर्टको यो कुरा हो। यो चाहिँ हेरेर प्रतिक्रियाहरू दिनु होला, कस्तो छ के छ। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यो ठाउँमा। रिफ्रेसमेन्टको लागि एकदम बेस्ट ठाउँ। त्यो चट्टान मेरो पछाडि देख्नुहुन्छ, त्यो चट्टानमा माथिबाट देखाउनेछु म कस्तो छ के हो। खुट्टै धसिन्छ त के हो यस्तो। सब मान्छेहरू फर्किँदैछ अब, किनकि रात पर्न लाग्यो। रात पर्ने भएकोले सबै फर्किँदैछन् अब रुख घरतिर। म माथिबाट एकचोटि भ्यू देखाउनेछु। चढ्न पनि निकै गाह्रो छ कि डाइरेक्ट स्ट्रेट छ त्यता। कोसिस गरौँ। लड्छ कि क्या हो, माथिपछि तल पुग्ला नि फेरि।
चाहिँ म यो माथि छु माथि जहाँबाट माथिबाट भ्यू हेर्न सक्नुहुन्छ तल पुरै चारैपट्टि समुद्र छ चारैपट्टि र बिचमा यो डेजर्टको बिचमा यो टापु जस्तो छ टापु हेर्न सक्नुहुन्छ तपाईँहरू म चाहिँ टापुमा छु माथि चारैपट्टि समुद्रले छोपेको छ यसलाई हेर्नुहोस् माथि कस्तो दामी हावा चलेको छ ल मनै सरर बनाउने तल कस्तो गर्मी थियो माथि आएपछि अलि रात भयो अहिले शीतल चिसो हावा ल यो माथि आएर चाहिँ गर्मीमा पनि एकदम शीतल फिल हुँदो रहेछ माथिबाट भ्यू हेर्न यस्तो मजाको छ जहाँ चाहिँ कस्तो भनेदेखि समुद्रमा जहाजमाथि बसेर भ्यू हेरेको जस्तो पुरै परसम्म पुरै पानी परसम्म बाटो लास्टै डेन्जरस बाटो चाहिँ हेर्नु त हिँड्नलाई पनि तिको परेको ढुङ्गाहरू छ यहाँ खाली खुट्टा हिँड्नलाई चाहिँ खुट्टामै घाउ होला भनेर पानी कस्तो दामी क्लियर छ पानी यस्तो चट्टानहरू धेरै चट्टानहरू छन् यहाँनिर चट्टान माथिबाट यो भ्यू हेर्न चाहिँ एकदमै राम्रो चारैपट्टि पुरै पानीले छोपिएको ठाउँ आइल्यान्ड भन्छ है म त्यो अर्को त्यो डाँडामा गएर तपाईँहरूलाई त्यो डाँडामा त्यहाँ बोटिङहरू भइरहेको हुन्छ प्रायः जसो बोटिङ सिक्न आउने मान्छेहरू त्यो डाँडामा जाँदैछु म त्यो डाँडाबाट तपाईँहरूलाई देखाउनेछु म भ्यू क्र्याबहरू हेर्नु क्र्याबहरू ओहो सब पाकिहाल्यो नि कति क्र्याबहरू थियो कति एनाकोन्डा निस्किला भन्दै टेन्सन फेरि पानीको छेउछेउमा गयो भने त तनावै लाग्छ नि फेरि के भन्नु तर यहाँ एनाकोन्डा पाउँदैन यो चाहिँ ब्राजिलको एमेजोन होइन डेजर्टकोमा सायद नपाउन सक्ला तर भाइपर भन्ने चाहिँ पाउन सक्ला तर यहाँ चाहिँ पाउँदैन होला सायद अहिलेसम्म मैले सुनेको छैन कसैले भनेको तर पनि हिँड्दा एकदम सतर्क भएर हिँड्नुपर्छ ल अब म माथि छु अहिले यहाँ हेर्नुहोस् ल कति दामी छ ल यो हो नि त ब्युटी भनेको हेर्नुहोस् यहाँनिर चट्टान थाकेँ म त माथि बसेर अब यो त्यो देख्न सक्नुहुन्छ त्यो त्यहाँ चाहिँ पुरै चराहरूले गुड लाएर बसेको सानो चराहरूको वासस्थान भनौँ न
सजिलो। यो चाहिँ यहाँ चाहिँ बोटिङहरू भइरहेको हुन्छ प्रायः जसो। पानी हेर्नुहोस् कस्तो क्लियर छ, तलको पुरै मस्त दामी देखिन्छ तलको। यो माथि आएपछि चाहिँ अलिकति मजा आयो भनौँ न, शीतल हावा चलेर। म सबैभन्दा माथि छु होइन, माथिको पहाड जस्तो तपाईँलाई भ्यू देखाइरहेको छु। पानीको छेउछाउमा हेर्नुहोस् रुखै रुख छ, पानीको अलिक पर गएपछि केही पनि छैन, केही पनि। यता पनि हेर्नुहोस् पानीको छेउछाउमा हेर्नुहोस् रुख बिरुवाहरू कति हरियो, कति राम्रो। ढुङ्गाहरू हेर्नु न, ओ माई गड, यसको सेप हेर्नु नि, कुन बेला यो फुटेर झर्छ। ब्युटी विथ बिस्ट त्यस्तै देखिन्छ नि यहाँनिर त। ढुङ्गाहरू पुरा फुटी तल झरेको छ। यो डर मर्दो छैन नि, सेफली मलाई राम्रो हुन्छ जहाँ गए पनि जसरी गए पनि। कस्तो दामी हो मान्छेले बनाएको जस्तो सेप। अहिले चाहिँ हामी यो ठाउँलाई पुरै अवलोकन गरेर सकिएको छ। यो चाहिँ यस्तो दामी ठाउँ छ। ल तपाईँहरूकै आउनु सक्नुहुन्छ। यो चाहिँ अल्पुरमा रहेको पर्पल आइल्यान्ड भन्छ यसलाई चाहिँ। चारैपट्टि यसरी पानी छ, चारैपट्टि बिचमा यो टापु जस्तो छ। माथिबाट भ्यू हेर्नलाई एकदम बेस्ट छ। यहाँनिर चिसो हावा चल्छ, माथि जतिसुकै गर्मी भए पनि यहाँ आएर भ्यू हेर्दै साथीभाइहरूसँग आएर ड्राई पिकनिक टाइपको या जेसुकै गर्नलाई पनि राम्रो ठाउँ छ। फोहोर नगरी राम्ररी गरिदिनु भयो भने बेस्ट हुन्छ। अब म चाहिँ यहाँबाट निस्किँदैछु। हेरेर माया गरिदिनु होला, लाइक सेयर कमेन्टहरू गरिदिनु होला। योभन्दा राम्रो ठाउँहरू देखाउनेछु तपाईँहरूलाई। यो राम्रो ठाउँ, धेरै ठाउँहरू घुमेर भिडियोहरू हाल्ने गर्छु म। फलो गरिदिनु होला। फेसबुक छ मेरो, फेसबुकमा फलो गर्नु होला। टिकटकमा, युट्युबमा, हरेक ठाउँमा। तपाईँहरूको सानो एउटा सहयोगले मलाई कन्फिडेन्स आउनेछ अरू पनि भिडियोहरू बनाउनलाई, अरू चिज राम्रो तपाईँहरूबाट ल्याउनलाई। तपाईँहरूले लाइक, फलो, सब्सक्राइब गर्नुभयो भने मलाई धेरै सजिलो हुन्छ, मोटिभेसन हुनेछ मलाई अरू भिडियो बनाउनलाई, अरू ठाउँ देखाउनलाई। घुमेर मान्छेले कता गल्फ कन्ट्री हो, डेजर्ट बाइक केही छैन भन्छ। डेजर्ट बाइक पनि धेरै घुम्ने ठाउँहरू छन्, जहाँ चाहिँ घुमेर राम्रो अनुभव हुनेछ। हाम्रो केटाहरू चाहिँ तल यहाँनिर के छ केटा हो, हाम्रो केटाहरू यहाँनिर पुरा माछा मार्नु क्या हो। माछा मारेर त केटा हो, केटाहरू कहाँ गयो भने तल माछा खोजेर बसेको, गहटा खोजेर बसेको। ए केटालाई बोलाएको मैले सुनेर यार। हाम्रो भीमसे थापा सुन्दैन यार। थापा भन्दै
सोही छ यहाँ कस्तो दामी हावा चलेछ यार माथि आउँदै फेरि खतरा छ कस्तो हाइटमा भएकोले यो कस्तो चिसो हावा चलिरहेको छ क्या यहाँनिर अघि तल कस्तो गर्मी भइरहेको थियो हाम फाल्ने क्या माथिबाट अब माथि आउन माथि सही छ क्या खान्छ अब माथि आउँदैछ यहाँनिर माछा मार्न गएको माछा नभेटेर यहाँ खाली हात आउँदैछ ल हाम्रो केटाहरू माछा नभेटेर खाली हात आउँदैछ माथि अब यहाँनिर माछा मार्न गएको मान्छेहरू खाली हात यस्तो छ हाल माछा भेट्नु बच्चा बाहेक केही भेटेन क्या माथि आउनु माथि आऊ मजा आएको छ क्या कस्तो हावा यस्तो दामी हावा चलिरहेको छ नि माथि त्यो पानीको माथि सिपमा बसेर फिल गरेको जस्तो भइरहेछ हेर्नु यहाँबाट हेर्दा चारैपट्टि क्या त्यो पुरै समुद्र बिचमा टापुमा बसेको जस्तो क्या हेर्नु वरिपरि पुरै घुममा कस्तो भइरहेछ त हाम्रो प्रशान्तजी घुममा कस्तो भइरहेछ त हाम्रो थापा दामी कि माथिबाट हेर्न अब कस्तो मजाले चलेर हेर्न पानी हुने ठाउँमा ग्रिन कस्तो दामी होइन नहुने ठाउँमा हेर्न कस्तो छ ल गाइज अब आजको भ्लग यहीँनिर हामी सकेको छ अब घुमघाम यस्तै भयो हाम्रो ल पछि अर्को भिडियोमा भेट्नेछु त्यसको लागि लाइक कमेन्ट सेयर ल केटा कमेन्ट सेयर सब गर्नु होला ल अर्को भिडियो हामीलाई बनाउनु मोटिभेसन हुनेछ कन्फिडेन्स आउनेछ ल तपाईँहरूको माया नै हाम्रो लागि भिडियो बनाउने एउटा बाटो बन्नेछ ल त्यसको अब बाई बाई बाई